नमस्कार, मेरो युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। मैले आज एकदमै समसामयिक भिडियो यहाँहरू समक्ष ल्याएको छु। यसलाई स्किप नगरिकन पुरै हेरिदिनु हुन अनुरोध गर्दछु। र यो भिडियो धेरै लामो छैन, 5-6 मिनेटको भिडियो छ। त्यस कारणले यो आजको यस भिडियोलाई सबैले हेरिदिनु हुन, लाइक, शेयर र सब्स्क्राइब गरी सबै समक्ष पुर्याइदिनु हुन विनम्र अनुरोध पनि गर्दछु। र अब म ढिलो नगरिकन यसको विषयवस्तुतिर प्रवेश गर्दछु। मस्तिष्क ध्वस्त हुने कारणहरू अर्थात् मेमोरी लस हुने महत्त्वपूर्ण कारणहरू यहाँहरू समक्ष प्रस्तुत गरेको छु मैले। यसमा अब ढिलो नगरिकन पहिलो नम्बरमा रहेको छ धेरै गुलियो र चिनी भएका खानेकुराहरू, जस्तै हल्का पेय पदार्थहरू, चकलेटहरू, प्याकेट अथवा क्यानमा बन्द जुसहरू। यिनी चाहिँ मानव मस्तिष्कका लागि एकदम धेरै हदसम्म हानिकारक छन्। यिनीहरूको सेवनले चाहिँ मानव मस्तिष्क मेमोरी पावर चाहिँ धेरै कम डिक्लाइन गर्दछ। त्यसैगरी अर्को दोस्रो नम्बरमा रहेको छ ट्रान्स फ्याट अथवा अत्याधिक तारेका खानेकुराहरू, जस्तै चिप्सहरू, फ्रेन्च फ्राइजहरू, प्राउनहरू, यस्तै डोनटहरू आदि यस्ता वस्तुहरू मानव मस्तिष्कका लागि धेरै हदसम्म हानिकारक छन्। किनभने यसमा प्रयोग गर्ने तेलहरू र डाल्डाहरू एकचोटि उमालिसकेको तेल पटक पटक प्रयोग गर्ने गरिन्छ, बाँकी भएको तेल कसैले पनि फाल्दैन। त्यस कारणले यो अलिकति हानिकारक र विषाक्त बन्न जान्छ। यो कुरामा ख्याल गर्नुहोला। त्यस्तै तेस्रो नम्बरमा रहेको छ जङ्क फुडहरू अर्थात् पत्रु खानाहरू, जस्तै रेडिमेड चाउचाउहरू, चिप्सहरू, बिस्किटहरू, प्याकेटभित्रका खाद्य वस्तुहरू, कतिपय वस्तुहरू, यिनीहरू जङ्क फुडहरू मानव स्वास्थ्यको लागि र मस्तिष्कको लागि चाहिँ हानिकारक हुन्छन्। यिनीहरू हानिकारक वस्तु हुन्, यिनीहरूले मस्तिष्कलाई ध्वस्त पार्छन्। त्यस्तै अत्याधिक धुमपान, मद्यपान र लागु पदार्थको सेवनले, जस्तै चुरोट, खैनी, गुड्खा, बियर, रक्सी, छ्याङ, विभिन्न किसिमका लागु पदार्थहरूले चाहिँ मानव मस्तिष्कलाई ध्वस्त पार्ने गर्दछ। त्यसैगरी 5 नम्बरमा रहेको छ अधिक नुन र मसलायुक्त खानाहरू, जसले मस्तिष्कलाई धेरै हानि गर्ने गर्दछ र यसले पेटमा सुजनहरू पनि पैदा गर्दछ। अत्याधिक नुन र अत्याधिक पिरो मसलायुक्त खानाहरूले। त्यस कारणले यो ठिक्क प्रयोग गर्यो भने अति राम्रो, बढी प्रयोग गरियो भनेदेखि यो पनि हानिकारक हुने गर्दछ र मस्तिष्कलाई ठुलो असर पार्दछ। र 6औं नम्बरमा रहेको छ अत्याधिक क्याफिनयुक्त पेय पदार्थहरू, जस्तै चिया, कफी, क्यानका इनर्जी ड्रिङ्क्सहरू, यस्ता पेय पदार्थहरूले मानव मस्तिष्कलाई ठुलो हानि पुर्याउँदछ, जसले गर्दा मेमोरी पावर लस हुन जान्छ। अब त्यस्तै 7औं नम्बरमा रहेको छ पुरा निन्द्रा नसुत्नु अथवा निन्द्राको कमी हुनु। निद्राको कमी हुनु भयो भने मेमोरी पावर धेरै लस हुने गर्दछ र कम्तीमा पनि वयस्क मानिसले दिनको 7 देखि 8 घण्टासम्म सुत्नुपर्दछ, मस्तसँग सुत्नुपर्दछ र सुत्दा फेरि बेलुका चाँडै सुत्ने र बिहान चाँडै उठ्ने गर्नु पर्दछ। यसो गरिएन भने निन्द्राको कमीले हाम्रो मस्तिष्क ध्वस्त हुन सक्दछ। 8औं नम्बरमा रहेको छ डर, चिन्ता, आक्रोश। यसले यो कुराहरूले मस्तिष्कमा रिपिटेसन भइरहन्छ। यो कुराहरू धेरैचोटि मस्तिष्कमा आइरहन्छ, गइरहन्छ, जसले गर्दा हामी धेरै चिन्तित हुने गर्दछौँ। यसरी डर, चिन्ता र आक्रोशले हाम्रो मेमोरी पावर
एकदमै लस गर्ने गर्दछ। त्यस कारणले यस्ता डर, चिन्ता र आक्रोशबाट हामी सकभर जोगिनु पर्दछ। त्यसै गरी 9 नम्बरमा रहेको छ शारीरिक व्यायामको अभाव। यो श्वास प्रश्वास बढाउने नाडी शोधन प्राणायामको अभाव, योगा र आसनहरू र ध्यानको चाहिँ कमीले गर्दाखेरि हाम्रो मस्तिष्क ध्वस्त हुन्छ। त्यस कारणले यस्ता मस्तिष्क ध्वस्त हुन का लागि ध्वस्त नहुनका लागि हामीले शारीरिक व्यायाम, नाडी शोधन प्राणायाम, आसन, योगा, ध्यान गर्नु पर्दछ र गरिएन भने चाहिँ हाम्रो मानव मस्तिष्क ध्वस्त हुन्छ। किनभने मस्तिष्कमा अक्सिजन सप्लाई कम हुन्छ। त्यस्तै व्यायाम भएन भने रक्त सञ्चार राम्रो हुँदैन, ध्यान भएन भने कन्सन्ट्रेट हुँदैन, आसन र योगा भएन भने स्वस्थ भइँदैन। यसै कारणले चाहिँ मेमोरी पनि लस हुन जान्छ। त्यस्तै 10 नम्बरमा रहेको छ सन्तुलित भोजन र फाइबरयुक्त खानाको कमी भयो भने हाम्रो मानव मस्तिष्क चाहिँ ध्वस्त हुन जान्छ। कसरी त भन्दा अब खानामा सागपातको कमी, फलफुलको कमी, सलादहरूको कमी, गेडागुडीहरूको कमी, दहीहरू, नट्सहरूको कमी, यस्तै कारणले गर्दाखेरि हाम्रो मानव मस्तिष्कमा सन्तुलित भोजनबाट प्राप्त हुने जुन खाद्य तत्त्व छ त्यसको अभावले गर्दाखेरि मस्तिष्कले राम्रो काम गर्न सक्दैन र यसको अभावले मस्तिष्क ध्वस्त हुँदै जान्छ। त्यसै गरी अर्को पानी कम पिउनु अत्यन्तै हानिकारक। पानी बिहान उठ्ने बित्तिकै वयस्क मानिसले कम्तीमा ठुलो गिलासको 2 गिलास पानी पिउनु पर्दछ, मनतातो पानी सबेरै। र त्यसपछि खाना खाएपछि अब घन्टाको 1-1 गिलासका दरले दिनभरि पिउँदै जानुपर्छ। एकैचोटि पानी धेरै पिउँदाखेरि हानि हुने हुनाले पटक पटक गरेर बसेर पानी पिउनु पर्दछ। यसले गर्दा हाम्रो मेमोरी पावर लस हुनबाट चाहिँ ध्वस्त हुनबाट जोगाउँछ र यसरी पानी पिइएन भने मस्तिष्क ध्वस्त हुने गर्दछ। त्यस्तै मानिसले आवश्यकताभन्दा बढी बोल्नु, चर्को आवाजमा काम गर्नु, कानमा इयरफोन वा इयरबड लगाउनु जतिखेर पनि स्मार्टफोनहरूबाट को इन्टरनेट भाइबबाट टाढा रहन नसक्नु, राति सुत्दा पनि इन्टरनेट अफ नगर्नु, यस्ता कारणहरूले गर्दाखेरि मेमोरी पावर ध्वस्त हुने गर्दछ। त्यस कारणले कानमा 24 घण्टा इयरबड राख्नु अथवा माइक्रोफोन राख्नु र आवश्यकताभन्दा बढी बोलिरहनु, चर्को आवाजमा काम गर्नु, स्मार्टफोन बेलुका सुत्ने बेला अफ नगरिकन सुत्नु, जस्ता इन्टरनेट अफ नगर्नु, यस्ता कारणले चाहिँ हाम्रो मेमोरी पावर लस हुने गर्दछ। त्यस्तै अर्को 13 नम्बरमा रहेको छ अस्तव्यस्त जीवनशैली व्यतीत गर्दै जानु। अस्तव्यस्त जीवनशैली भनेको कुनै योजनाविहीन हुनु, कुनै सोचेर काम नगर्नु, कुनै उठ्ने र सुत्नेको कुनै ठेगान नहुनु, खानाको कुनै ठेगान नहुनु, यस्तो जीवनशैलीलाई अस्तव्यस्त जीवनशैली भन्छ। यसले हाम्रो मेमोरी पावर ध्वस्त बनाउँछ। त्यस्तै 14 नम्बरमा रहेको छ कार्य गर्दा गहिराइमा नगई नबुझिकन हतारमा निर्णय गर्नु र फुर्सदमा पछुताउनु। यसले गर्दा मानव मस्तिष्क अत्यन्तै कमजोर हुने गर्दछ, अत्यन्तै लस हुने गर्दछ। त्यसै कारणले हामीले यस्तो कुनै काम सुरु गर्नुभन्दा पहिला त्यसलाई बुझेर र गहिराइमा गएर अनि निर्णय गर्नुपर्दछ र हतारमा काम गर्दै फुर्सदमा पछुताउन थालियो भने डर, चिन्ता, आक्रोशले हाम्रो यो दिमाग चाहिँ ध्वस्त हुने गर्दछ। र अन्तिममा 15औं नम्बरमा रहेको छ असल पुस्तक पढ्ने बानी नहुनु, अत्याधिक नराम्रा अश्लील भिडियोहरू हेर्नु, प्रकृतिमा घुम्ने बानी छोड्दै जानु, अनि सत्सङ्गहरूमा जान नसक्नु, यस्ता कारणहरूले पनि मानव मस्तिष्क ध्वस्त हुने गर्दछ।
मानव मस्तिष्क बढाउनको लागि यस्ता असल पुस्तकहरू पढ्ने, प्रकृतिमा घुम्ने, सत्सङ्गहरू जाने यस्ता कामहरू चाहिँ गरियो भने हाम्रो दिमागले राम्रो राम्रो काम गर्न सक्दछ। हस् त मैले यो 15वटा टिप्सहरू यहाँलाई प्रदान गरेको छु। यो धेरै लामो समयको अध्ययन र अनुसन्धानपछि यहाँहरू समक्ष प्रस्तुत गरेको हुँ। मैले म सर्टिफाइड योगा टिचर पनि भएको हुनाले तपाईको यो मैले लामो अध्ययनपछि यहाँहरू समक्ष प्रस्तुत गरेको छु। यसबाट लाभान्वित हुनुहोला भन्ने अपेक्षा गर्दै बिदा हुन्छु। हस्त, धन्यवाद।